यहाँ सबैजनालाई नमस्कार। म सन्दीप थापा मगर। नमस्कार, म नारायण मगर। हामी यति बेला रोल्पा लिबाङमा रहेको जलजला क्याम्पसदेखि सिधा माथि काभ्रेखर्क भन्ने ठाउँमा यो हामी स्ट्रबेरी खान आएका छौँ। यो मेरो प्यारो मित्र वीरेन्द्र विष्टु खड्गाको यो चाहिँ स्ट्रबेरी हो र संयोगवश यो यति बेला पानी लगातार परिरहेको छ। अलिकति खाँदाखेरि त्यति टेस्टी नभए पनि मलाई लाग्छ भोलिदेखि साह्रै मिठो हुनेछ हैन दाइ? एकदम राम्रो छ, तर अलि पाकेको छैन। यो एक दुई दिनपछि यो राम्रोसँग पाक्नेवाला छ। यो पाक्यो भने चाहिँ एकदमै राम्रो होला। र म चाहिँ के भन्न चाहन्छु भने यो हाम्रो रोल्पामा चाहिँ यति राम्रो खेती उत्पादन गर्नुभएको छ, यो स्ट्रबेरी उत्पादन गर्नुभएको छ, धेरै मेहनत गर्नुभएको छ र धेरै सायद खर्च पनि धेरै लागेको होला, लगानी पनि यसमा धेरै गएको छ जस्तो लाग्छ मलाई चाहिँ यो सबै देख्दाखेरि। र उहाँहरूलाई पनि एउटा हेल्प स्वरूप चाहिँ सबैजना आएर चाहिँ धेरै नसके पनि आधा किलो मात्रै भए पनि खाइदिनु भयो भने उहाँलाई अलिकति राहत मिल्ला भन्न चाहन्छु म चाहिँ। ल यहीँबाट हाम्रो वीरेन्द्र सरलाई चाहिँ सम्झना एकदम मेरो तर्फबाट